फेसबुक, एक्स लगायतका कुनै एक प्लेटफर्मलाई सरकारले प्रतिबन्ध लगाउने तयारी गरेको छ। यी सामाजिक सञ्जाललाई नेपाल सरकारले पटक पटक नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो। तर पनि यी प्लेटफर्महरू सूचीकरणका लागि आउन नमानेपछि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूलाई सूचीकरण गराउन सूचना प्रकाशित गरेको थियो। कतिपय ठूला प्लेटफर्मका प्रतिनिधिसँग अनौपचारिक संवाद तथा औपचारिक रूपमा इमेल मार्फत पत्रचार गरेको थियो। तर कुनै पनि सञ्जाल नेपालमा सूचीकरण हुन नमानेपछि सरकारले सुरुवातमा धेरै प्रयोगकर्ता रहेका सामाजिक सञ्जालका कुनै एक प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने तयारी गरेको हो। मन्त्रालयका अनुसार हालसम्म नेपालमा 4वटा सामाजिक सञ्जाल मात्र सूचीकरण भएका छन्। 1 वर्ष अघि भाइबर, 8 महिना अघि निम्बज, 4 महिना अघि टिकटक र 1 महिना अघि विटक सूचीकरण भएको हो। नेपालमा कतिवटा सामाजिक सञ्जाल प्रयोगमा छन् भन्ने विषयमा सरकारसँग आधिकारिक तथ्याङ्क भने छैन।